वर्क यो जस्ट फ्युचर्स पहल भन्ने संस्थामा होइन, जहाँ चाहिँ हामीले दलित महिलाहरूसँग उहाँहरूको ज्ञान निर्माणमा काम गरेर आउँछौँ होइन। सो त्यहाँको हाम्रो साथीहरूले चाहिँ त्यहाँको उहाँहरूको लिभड एक्सपिरियन्स र हिस्टोरिकल हेर्दाखेरि, उहाँहरूकै पर्सनल हिस्ट्री हेर्दाखेरि पनि के अरे जेनेरेसन्स अफ बिङ एन्स्लेभड होइन, दास नै बनेर काम गर्नु पर्यो। अनि त्यसपछि त्यहाँबाट पाएको अलिकति फाइनली के अरे रगत पसिना गरेर पाएको अलिकति जग्गा पनि कसैले चाहिँ तिमीले के अरे यो प्रोसिड्युर्सहरू जुन छ हाम्रो त्यो थाहा नभएको कारण अथवा राइट पेपर नभएको कारण र त्यो पेपरलाई डिसमिस भएको कारणले गुमाउनु पर्दा होइन। अनि त्यो जमिनसँगको यस्तो नाता हुन्छ नि त, त्यो गुमाउनु पर्दाखेरि त्यसपछि त्यसमा फ्यामिलीलाई इफेक्ट पर्ने, अनि फ्यामिली फेरि बाहिर जानुपर्ने। सो फेरि पनि त्यो दासत्वमै अल्झिराख्नु पर्दाखेरि त्यो कति रिस होइन, कति रिस र कति पीडा र कति मायालाई डिसमिस गर्दाखेरि त्यही त हुन जाने हो नि त। सो अनि त्यो ठाउँमा हुँदाखेरि चाहिँ फ्रस्ट्रेसन लेभल हामीले अहिले यताउति बुझेको भन्दा धेरै नै छ।